यदि परमेश्वरले तपाईँको प्रार्थना सुनिरहनु भएको छ भने तपाईँले चाहेको कुरा पाउन किन यति धेरै ढिला भइरहेको छ त? यो प्रश्नले धेरै पटक हाम्रो मनमा उथुलपुथुल ल्याउँछ। हामी रात दिन आँसु बगाएर प्रार्थना गर्छौँ, तर सोचे जस्तो नतिजा नआउँदा लाग्छ कि परमेश्वरले हाम्रो पुकार सुन्नुभएकै छैन। हामी मानिस हौँ, त्यसैले हामीलाई सधैँ हतार हुन्छ। चाँडै सफलता चाहियो, चाँडै खुसी चाहियो अनि सोचेकै समयमा सबै कुरा पुरा हुनु पर्यो। तर हामीले के बिर्सिन्छौँ भने हाम्रो हतारभन्दा परमेश्वरको पर्खाइ धेरै गुणा सुरक्षित र उत्तम हुन्छ। एउटा सानो बच्चाले आफ्नो बुवासँग धारिलो चक्कु माग्यो भने बुवाले माया गरेर पनि त्यो चक्कु कहिले दिनुहुन्न, किनकि बच्चालाई लाग्छ त्यो एउटा खेलौना हो। तर बुवालाई थाहा छ कि त्यसले बच्चाको हात काट्न सक्छ। ठ्याक्कै हाम्रो प्रार्थना र चाहनाहरू पनि त्यस्तै हुन्छन्। हामी जुन कुराका लागि रोइरहेका हुन्छौँ, हुनसक्छ त्यो कुरा अहिले पाउन हाम्रो भविष्यका लागि हानिकारक छ। परमेश्वरले तपाईँको प्रार्थनालाई नाइ भन्नुभएको होइन। उहाँले त केवल तपाईँलाई त्योभन्दा अझ ठुलो र उत्तम कुरा दिनका लागि सही समय पर्खिरहनु भएको हो। बाइबलले भन्छ हरेक कुराको एउटा निश्चित समय हुन्छ। जबसम्म फल पाक्दैन तबसम्म त्यसको स्वाद मिठो हुँदैन। त्यसैले आफ्नो प्रार्थना र मेहनत जारी राख्नुहोस्, तर समयको जिम्मा परमेश्वरलाई छोडिदिनुहोस्। जब उहाँको सही समय आउनेछ तब तपाईँको जीवनमा नसोचेका आशिषका ढोकाहरू खुल्नेछन्। हतार गरेर आफ्नो विश्वासलाई कमजोर नबनाउनुहोस्, बरु धैर्यताका साथ परमेश्वरको समयलाई पर्खिनुहोस्। जय मसिह। धन्यवाद। परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस्।